गाइस हैन आज चाहिँ टक्क हामी चाहिँ भावना छोरीको रुममा आयौँ सेलरोटी पकाउन लागेका छौँ द्याट इज हेर्न सक्नुहुनेछ र विशेष गरी आज मोमो खाइएको छ धेरै पछाडि सो मोमोको प्लेट छ तपाईहरुलाई खान मन लाग्छ भने आइहाल्नुहोस् हैन के मेरो ब्याकग्राउन्डमा देख्नुहुनेछ दोस्रोमा देख्नुहुन्छ छोरी र तेस्रोमा देख्नुहुन्छ ज्वाइँ र गाइस आज चाहिँ निराश हुनुहुन्छ म पनि हल्का निराशमा छु किनभने आज एकदम टाउको दुखिरहेको छ क्या सोचेभन्दा धेरै कुराहरू फरक पनि भयो सो यात्रामा गाह्रो पनि भयो होइन धेरै गाह्रो भइरहेछ के कस्तो लाग्छ चाहिँ यात्रामा पूर्ण विराम आयो यात्रामा पूर्ण विराम लाग्यो जस्तै हो सायद हाम्रो चाहिँ लास्ट भेट हो सो गाइस यस्तै छ जिन्दगी मर्निङ गाइस सबैजनालाई नमस्कार आज चाहिँ बिहान घाम लागिसकेको रहेछ म चाहिँ ट्याक्क होइन बेलुका खानासाना खाएर सुतेको 7 बजीतिर उठेछु सो गाइस आज चाहिँ होइन साथी भान्जाको रुममा आएको थियौँ सो भान्जाको रुममा केही समय बसेर पनि गफै हराएको भान्जो गफै हराएको गफ चलिरहेको छ त चल्नु पऱ्यो नि त घरिघरि गफ होइन गाइस अब चियाको चाहिँ गफ खतरा जान्छ मोबाइल तेर्छ मोबाइल त्यसपछि भोलि फेरि पब्लिक हुँदो होला अनि के पब्लिक युट्युबमै अपलोड हुन सक्छ नि यो त हुन्छ फिक्स हो हैन युट्युबमा हाम्रो चाहिँ आज चिया गफ चलिरहेछ भन्जा पर हेर्नु कालीको खोइ त्यो डाँडामा रात हो हेर्नुला काली दामी छ काली इमान सिंह राई उहाँ दोस्ती गाउँको हैन हामी चाहिँ के कम्पनीहरु तिमीहरुको एयरबासु इन्डस्ट्रियल कन्स्ट्रक्सन एसआरएल एयरबासुको चाहिँ उहाँ लगभग हैन अलिक के भन्छ नि बोर्डरमा आइसक्यो कहाँबाट दाजु कति चाँडो हो एयरबासुको चाहिँ उहाँ म्यानेजर पनि हुनुहुन्छ भन्नु पनि के भन्नु सुपरभाइजर हो एयरबासुको र गाइजहरु यस्तै छ हाम्रो अब ठ्याक्कसँगले हैन साथीहरुलाई भेट्यो पछाडी दुई भाइ देख्नुहुन्छ ब्याकग्राउन्डमा हामी 4 भाइ चाहिँ खोटाङ्गे भेट भएर पनि अब हाम्रो छुट्ने बेला भइसक्यो हामी गाडी चढ्न जाँदैछौँ गाइज हैन कस्तो लाग्यो साथी भेट्दा बाल रमाइलो यार मेरो मुटु यार खतरा हो यार मेरो रमाइलो भयो हिजो हैन रमाइलो नि हान्यो खतरा गरियो गाइज रोएला भयो हिजो हैन टक्कसँगले बाँकी कुरा त अब त्यस्तै हो गाइज यस्तै हो हेर्न सक्नुहुन्छ यस्तो जङ्गलमा बसिया छ हैन जङ्गल छ ब्याकग्राउन्डमा बाटोमा यस्तै रोमानियाको इन्फर्मेसन भिडियोहरू आइरहन्छ केडोको हैन भ्लगबाट हेर्दै गर्नु होला नयाँ हुनुहुन्छ भने सब्स्क्राइबहरू हान्दै गर्नु होला यताबाट नि हैन ल केटोको फोन पनि आइसकेको छ गाइस मेरो गर्लफ्रेन्डले फोन गरेछ यार त्यसै गरी हाम्रो हुनुहुन्छ ज्वाइँ साहेब हुनुहुन्छ ज्वाइँ साहेब ओपी भ्लगरमा स्वागत छ तपाईलाई पनि ज्वाइँ साहेब हुनुहुन्छ ज्वाइँसँग लगभग अन्तिम चरणको भेटघाट हो हामी ज्वाइँ अर्कै देशतिर लाग्न आउनुभएको छ सो देख्नुहुन्छ हाम्रो भान्जाश्री मोटे भान्जा आज भेटेको भान्जाश्रीको 2 वचन जस्ता कस्तो गइरहेछ होला यही 2 बजी रमाइलो भइरहेछ है दोस्रो भेट यो रोमानियामा एकदम तपाईसँग भेट्न पाइयो भेट्न आउनु है ल आइसक्यो अन्तिम चरणको भेटघाट फेरि राम्रोसँग जानु है फेरि भेटौँ रमाइलो लाग्यो फेरि भेटौँला फेरि भेट्नुपर्छ मालबाजाको भेट एकदम रमाइलो भयो है यस्तै रमाइलो होस् सधैँभरि याद रहिरहोस् फेरि भेटौँला इमानजी फेरि भेटौँला गाडी पनि आइसक्यो हाम्रो गाडी देख्नुहुन्छ 64को गाडीमा ल है त ल त्यही गाडीमा हामी चाहिँ जान लाग्यो है गाइस हैन यही गाडीमा हामी चढ्न लाग्यो ब्याकग्राउन्डमा देख्नुहुन्छ सब नेपाली गाडीहरू त्यही हो हाम्रो गाडी गाडी पछि मेट्रोमा चाहिँ चढ्नु भयो नि अहिले हामी 2 जना चाहिँ उनीहरूसम्म जाने उनीहरूबाट फेरि अर्को बस चढेर जाने सो धन्यवाद